बिहान पकाएको 2 बजे सामानहरु मेरो सबै रेडी छ, प्याकिङ भइसक्यो। 3 बजे कति बजे अहिले? 3 बजे 2 बजे उठेको। 2 बजे त रोटी पानी हाम्रो सबै रेडी भयो। अब चाहिँ गएको म सबै मेरो साथीहरु राम्रोसँगले बस्नु है। टाटा बाइ बाइ। दुईपट्टि माछा काटे बानेको यस्तो भयो भने चाहिँ उयो हुँदैन नि त, लट्ट पर्दैन। अब मेरो कपाल त्यस्तै लट्ट पर्छ कि मम्मीले अन्त माछा काटे बान्दिनु भनेको दुई साइडमा हाल्दैन त। यस्तो माछा काटे बान्यो भने चाहिँ हुँदैन है, लट्ट पर्दैन। अस्ति सानो लट्ट परेको फुटाउनु साह्रो कपालमा तेल आएको दिनको तेल परेको छ टाउकोमा। म चाहिँ रेडी भइसकेको छु। माछा काटे चाहिँ यसरी रेडी हुन्छ, कस्तो रेडी देख रहा है मेरा माछा काटे। तो डेन्जर भएछ भगवान्, त बिग्रेर। यहाँको हो नि त यो, यहाँ माथि। गुड मर्निङ एभ्रिवान। हामी चाहिँ यहाँनिर हिजो कति बजी ट्रेनले लेट पहुँचायो हो, मतलब हामी 8:30 तिर अमृतसर उत्रिसकेको थियौँ। त्यहाँबाट फेरि हाम्रो घर जानु चाहिँ 3-4 घन्टा जस्तो लाग्छ नि त, टाढै छ। त्यही भएर चाहिँ म आज हिजो राति चाहिँ आङीहरूको घरै बसेँ हो, आङीहरूकै घर बसेँ। अब रेडी सेडी भएर चाहिँ अब हामी जानु आँटेको घर। रेडी भइरहेछु म, अब रेडी भएर चाहिँ अब हिँड्ने। फाइनली गाइस म चाहिँ आफ्नो घर आइपुगेको छु। भगवान् बाटोमा त साह्रो परेको बेलुका। सफर लामो सफर त हुँदैन हौ मर्मर्दा टाउको दुखेर कस्तो भइरहेछ। अब यसलाई पनि ज्वरो आएको जस्तो भइरहेको। अब रोटी खाइसकेर चाहिँ उसलाई पनि दबाई दिएर सुताइदिनु पऱ्यो। ल साथीभाइहरू, मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई। यो मेरो भर्खर खोलेको नयाँ च्यानल हो गाइस। बाइ बाइ।